अर्घाखाँची जिल्लाको पवित्र शक्तिपीठको रूपमा सुपा देउराली सुपरिचित छिन्। यो देवीकै निवास स्थान हो। यो कसैले स्थापना गरेको मन्दिर नभएर देवीकै शक्तिपीठको रूपमा हामीले पनि बुझेका छौँ र यहाँ आउने भक्तजनहरूले त्यसै अनुसार बुझ्नु भएको छ। यो यति वर्ष पुरानो भन्दा पनि यो युगसँग सम्बन्धित छ, किनभने यहाँ पहरामा लाउरे टाँसिएका कुराहरूका किम्वदन्तीहरू पनि छन्। परापूर्व कालमा एकजना मान्छे भारतलाई लाहोर भन्ने चलन थियो। लाहोर जाँदाखेरि मेरो मनोकामना पुरा होस्, मैले चाहिँ यहाँ चाहिँ चढाउने छु भनेर कुनै वस्तु भाकल गरेर लाहोर भारततिर गयो। उसको मनोकामना पुरा भयो। फर्केर आउँदाखेरि उसले सोच्यो मैले यहाँ भाकल गरेको थिएँ, मेरो मनोकामना त पुरा भयो, तर मैले यहाँ चढाएको छैन भनेर उसले बाटो छल्ने प्रयास गर्दाखेरि सुपा देउरालीको शक्तिले पहरामा टाँसिएको अहिले त्यो प्रतिबिम्ब पनि देख्न सकिन्छ। त्यो त्यस्ता किम्वदन्तीहरू छन्। र पछि 2200-2400 राज्यका पालामा यो खाँचीकोट एउटा चाहिँ राज्य थियो। त्यहाँकी राजकुमारी र भारतको बलरामपुरको राजकुमार, जसलाई पाटन देवपाटन भनेर अहिले त्यो पनि धार्मिक रूपमा सुपरिचित नै छ, त्यहाँको राजकुमार बीच विवाह हुँदा यहाँकी कन्या अलिकति देवी भक्त थिइन्। उनले चाहिँ विवाह गर्नलाई मानेकी थिएनन्। उनको इच्छा विपरीत अभिभावकहरूले विवाह गरिदिए। विवाह गरेर डोलीमा हालेर लिएर आउँदाखेरि उति बेला डोलीमा बोकेर ल्याउने चलन थियो। डोलीबाट रगतको थोपा चोयो। अहिले जहाँ मन्दिर छ त्यहीँनिर। डोलीमा हेर्दा दुलाई मृत अवस्थामा थिइन्। अनि मृत अवस्थामा भएपछि त्यहाँ चाहिँ आफ्नो संस्कार गरे। त्यसपछि खाँचीकोट राज्यमा विभिन्न किसिमका रोग व्याधिहरू, पशु चौपाय मानिसहरूमा विभिन्न महामारीहरू फैलिसकेपछि अनि यो के भयो भनेर उति बेलाको चलन अनुसार धामी झाँक्री हेराउने गर्दाखेरि म साक्षात् देवीमा प्रकट भएकी छु, मेरो चाहिँ यहाँ पूजा गर्नुपर्छ भनेर त्यो धामीले कवल गरेर भन्यो। त्यसपछि त्यहाँका चाहिँ राजाहरूले अब के गर्ने त भन्दा एउटा कालो पाठी चढाउनु पर्छ भनेर धामीले भनेको थियो। त्यसै अनुसार उनीहरूले पूजा गरेर त्यहाँका ठकुरी कब्दार खड्काहरूले हरेक वैशाख पूर्णिमाको दिन कुल पूजा गर्ने चलन यो 2200-2400 राज्यका पालादेखि बल्ल हामीले त्यहाँको यद्यपि शक्ति पहिले पनि थियो तापनि जनमानसमा सुपा देउरालीको शक्ति भनेर त्यस ताकादेखि भएको कुराहरू यहाँ जनश्रुति किम्वदन्तीहरू पाइन्छ। भने खास गरेर बलि पूजा यहाँ पुरानो प्रचलन हो। मान्छेहरूले आफूले भाकल गरेको पाठापाठी लिएर आउने गर्छन्। एउटा हाम्रो चाहिँ त्यहाँ दैनिक पूजा गर्ने मूल पुजारी हुन्छ। उसले बिहानमा चाहिँ मूर्तिहरूको अङ्ग पूजा आरती बिहान साँझ सब गरेको हुन्छ। त्यसपछि अरू पुजारी आएर बाहिर बसेर, भित्र सबै पुजारीहरू र भक्तजनहरू अहिले जाने व्यवस्था छैन, बाहिर बसेर सङ्कल्प गर्ने, परेवाको सङ्कल्प गर्ने, पाठाको सङ्कल्प गर्ने अनि मनोकामना पुरा होस् भनेर चढाएर त्यसै अनुसार चाहिँ पूजा गर्ने व्यवस्था छ। 2040 सालदेखि समितिको व्यवस्थापन समिति गठन गरेर यहाँको भेटी चाहिँ सङ्कलन गर्न थालियो र त्यो भेटीबाट चाहिँ हामी र यिनी विद्यालयहरू प्रावि स्तरका विद्यालय थिए। त्यसपछि प्राविदेखि निमावि हुँदै अहिले माविसम्म चलाउँदाखेरि हामीलाई दरबन्दी नभएको कारणले यो भेटीबाट हामीले निजी स्वरूपमा शिक्षकहरू राखेर चाहिँ हामीले यी विद्यालयहरू चलाउने गरेका छौँ। खाँचीकोट आदर्श मावितर्फ हाम्रो मासिक 71,000 जान्छ भने शान्ति निमावि सीतापुरतर्फ हाम्रो 1,24,000 जान्छ। त्यसै गरी हाम्रो खाँचीकोट मन्दिरमा पनि त्यहाँको आयस्रोत नभएको कारणले यहाँको यही सुपा देउरालीको भेटीबाट चाहिँ पुजारी र पालेहरू राखेर उनलाई तलब खुवाउने गरिएको छ। र स्वास्थ्य चौकीमा पनि दरबन्दी फुलफिल नभएको कारणले एकजना CMA पास गरेको एकजना सहयोगी राख्दा उहाँलाई 20,000 जान्छ भने यहाँको व्यवस्थापन यो सुपा देउरालीका कर्मचारीमा मासिक 74-75,000 के अरे 84-85 हजारको डाटा आउँछ। त्यति पैसा यहाँ खर्च हुन्छ। र हाम्रो अहिले
समस्या के भयो भने अब विद्यालयमा त्यति बेला दरबन्दी थिएन, त्यति बेला अब सहयोग थिएन। त अहिले त सरकारबाट पनि केही सहयोग भएको छ र फुलफिल दरबन्दी नभएको कारणले हामीले अहिले पनि विद्यालयमा दिने र मठ मन्दिरहरू सहयोग गर्ने यो धार्मिक संस्थाकोमा आएको भेटीले धार्मिक कार्य गर्नुपर्छ भन्ने हामीलाई सोच भयो र त्यो चाहिँ हामीले गरिराखेका छौँ। धार्मिक तथा पर्यटकीय स्थल सुपा देउरालीदेखि हामी खाँचीकोट दरबार र खाँचीकोट दरबारदेखि हामी चाहिँ नि सन्धिखर्क नगरपालिका वडा नम्बर 9 मा पर्ने अर्घा भगवती मन्दिरमा चाहिँ हामी पुग्न सक्छौँ र यसका चाहिँ खासमा चाहिँ सुपा देउराली मन्दिरमा चाहिँ आउने भक्तजनहरूलाई हामीले चाहिँ खाँचीकोट दरबारदेखि लिएर हामीले अर्घा भगवती मन्दिरसम्म चाहिँ पुर्याउनको निम्ति हामीले महत्त्वपूर्ण चाहिँ भूमिका खेलिरहेका छौँ र विभिन्न खालका चाहिँ हाम्रा स्वदेश तथा विदेशबाट आउने चाहिँ सम्पूर्ण पर्यटक र भक्तजन महानुभावहरूलाई हामीले चाहिँ यहाँको ऐतिहासिक, यहाँको पुरातात्विक र चाहिँ यहाँका विभिन्न खालका चाहिँ के छ भने कुराहरूको विषयमा पनि जानकारी दिइरहेका छौँ र चाहिँ हाम्रो खाँचीकोट दरबार र चाहिँ अर्घा भगवती मन्दिर त्यो चाहिँ हिजो राज्यकालको एउटा चाहिँ एउटा शासनकालका यी इतिहासहरू बोकेका चिज हुन् भने सुपा देउराली मन्दिर हाम्रो खाँचीकोट दरबारदेखि चाहिँ एउटा इतिहास जोडिएको छ। त्यसका विस्तृत कुराहरूको विषयमा चाहिँ हाम्रो सन्धिखर्क नगरपालिका वडा नम्बर 7 को खाँचीकोट दरबारमा दरबार भएको स्थान र हाम्रो यो खाँचीकोट सनपा 7 को ठाउँ हिजो पृथ्वीनारायण शाहको चाहिँ यो मावली गाउँ र चाहिँ पृथ्वीनारायण शाहले यही ठाउँबाट चाहिँ हरेक ज्ञान गुणका कुराहरू र अन्य विषयका कुराहरू पनि सिक्ने मौका यहाँको उहाँको आमा चन्द्रावती ले चाहिँ त्यो कुरा दिनुभएको थियो र यसमा चाहिँ हामी त्यो कुरासँग इतिहाससँग जोडिएका यी महत्त्वपूर्ण कुराहरू चाहिँ अहिले चाहिँ रहेका छन्। खाँचीकोट दरबार र चाहिँ अर्घा दरबार भनेको यी 2224 राज्य अन्तर्गतका यी शासन गर्ने राजाहरूले शासन गर्ने शासन गर्ने ठाउँ हो। त्योमा चाहिँ हामी हिजो खाँचीका राजा र चाहिँ अर्घाका राजाहरूको वार पर्दाखेरि राजाहरूको आफ्नो क्षेत्रको हिसाबमा विभिन्न विवादमा वार पर्दाखेरि चाहिँ एउटा सन्धि भएको ठाउँ र चाहिँ सन्धिखर्क हो र चाहिँ त्यो सन्धिखर्क नगरपालिका वडा नम्बर 7 को खाँचीकोट दरबारदेखि 18 किलोमिटर नजिक सन्धिखर्क र चाहिँ त्यहाँ सन्धिखर्क नगरपालिका वडा नम्बर 9 अर्घा दरबारबाट फेरि 10 किलोमिटर बराबरमा फेरि सन्धिखर्क भएर यो 20 भागको खण्डमा आएर राजाहरूले हिजो सन्धि गरेका र चाहिँ यहाँको चाहिँ ऐतिहासिक कुराहरू चाहिँ राज्यकालसँगै जोडिएको हुँदाखेरि चाहिँ यहाँको ऐतिहासिक र चाहिँ पुरातात्विक सम्पदाहरू पनि त्यहाँ छन्।